Welcome to another IELTS reading explanation video. आज हामीले सल्भ गर्दैछौँ द इन्डस्ट्रियल रेभोल्युसन इन ब्रिटेन। यो हाम्रो रिडिङ प्यासेज 1 हो, बुक 19 टेस्ट 2 को है। सधैँ जस्तै मैले प्यासेजको हेडिङबाट स्टार्ट गरेँ। अब म सिधै क्वेसनहरू हेर्न चाहन्छु। क्वेसन नम्बर 1 to 7 fill in the blanks, 8 to 13 ट्रु फल्स नट गिभन। यो दुवै क्वेसनहरू सिक्वेन्सियल क्वेसन भएको भएर मैले डाइरेक्टली क्वेसन नम्बर 1 बाट स्टार्ट गर्दैछु। यदि यो दुईवटा क्वेसनहरू मध्ये एउटा पनि नन सिक्वेन्सियल भएको भए एउटा सर्टेन स्ट्र्याटेजी हुन्छ, क्वेसन टु क्वेसन फरक पर्न सक्छ अनि त्यो चाहिँ ख्याल गर्नुपर्छ है। ओके, लेट्स स्टार्ट। क्वेसन नम्बर 1 सल्भ गर्नको लागि सबैभन्दा पहिला के गर्ने, क्वेसन नम्बर 1 मा की फ्रेज लिने अनि त्यो की फ्रेजलाई प्यासेजमा गएर सर्च गर्ने। क्वेसन नम्बर 1 को की फ्रेज हुनेछ वाट एन्ड बोल्टन। यो दुईटा के हो, नाम हो, त्यही भएर क्यापिटल छ। की फ्रेज भनेको सिम्पली के कुरा हो, प्यासेजमा गएर क्वेसन एक्ज्याक्टली यहाँनिर छ भनेर सर्च गरेर आन्सर गर्नलाई। फर इक्जाम्पल वाट एन्ड बोल्टन भन्ने कुराहरू सेकेन्ड प्याराग्राफमा है, सेकेन्ड प्याराग्राफमा छ। यदि तपाईँले क्वेसन नम्बर 1 पढ्नुभयो, बुझ्नुभयो, फर्स्ट प्याराग्राफबाट नै एकदम लिने लिएर यो क्वेसन खोज्दै हुनुहुन्छ भने तपाईँहरूलाई धेरै स्ट्रेस पर्छ। मैले डाइरेक्टली के गर्छु, वाट र बोल्टन पढेँ, वाट र बोल्टन सर्च गरेँ। अब क्वेसन हेर्छु बल्ल। द मुभमेन्ट अफ ब्ल्याङ्क वाज लिङ्क्ड टु अ गियर सिस्टम। द मुभमेन्ट अफ द ब्ल्याङ्क वाज लिङ्क्ड टु अ गियर सिस्टम भनेपछि केही कुरा मुभ हुँदैछ अनि त्यो मुभमेन्ट चाहिँ गियर सिस्टमसँग एट्याच भएको छ। हामीले गियर सिस्टम र मुभमेन्ट खोज्छौँ, कहाँनिर होला, गियर सिस्टम यो भयो, मुभमेन्ट यो भयो। फरवर्ड एन्ड ब्याकवर्ड मुभमेन्ट भनेर, फरवर्ड एन्ड ब्याकवर्ड स्ट्रोक्स भनेर भनेको छ, तर स्ट्रोक्स भनेको मुभमेन्ट नै हो, तर सर्टेन टाइप अफ मुभमेन्ट हो। वाट एभर द केस, ठिकै छ। द मुभमेन्ट अफ द भन्यो फरवर्ड एन्ड ब्याकवर्ड स्ट्रोक्स अफ द पिस्टन। क्वेसन नम्बर 2, हामी अझै पनि स्टिम इन्जिनमै छौँ, स्टिम पावरमा छौँ, स्टिम पावरमा छौँ। यहाँनिर पावर स्टिम इन्जिन भनेछ। मैले त्यो खोज्दैन किनभने स्टिम पावर भन्छ, स्टिम इन्जिन त्यति युनिक भएन। मैले सिम्पली अ ग्रेटर सप्लाई अफ ब्ल्याङ्क वाज रिक्वायर्ड, केही कुरा चाहिँ धेरै चाहियो भनेर भनेको छ होइन। अनि क्वेसन नम्बर 1 को आन्सर यहाँ भेटेको थियौँ भने यहाँबाट तल पढ्दै जाने भने ग्रेटर सप्लाई अफ द ब्ल्याङ्क वाज रिक्वायर्ड। सप्लाई वाज रिक्वायर्ड भनेको डिमान्ड भन्दा भयो, ग्रेटरको लागि ग्रु ऱ्यापिडली भन्दा भयो। के कुराको ग्रेटर सप्लाई चाहिएको रहेछ त, कोल है। सो हाम्रो क्वेसन नम्बर 2 को आन्सर हुन्छ कोल। क्वेसन नम्बर 3, इन्डस्ट्रियल रेभोल्युसन नाम भए तापनि हाम्रो प्यासेजको हेडिङमा इन्डस्ट्रियल रेभोल्युसन छ, त्यही भएर हामीले यसलाई की फ्रेज लिँदैनौँ। अनि बाँकी रहेको कुरा स्पिनर्स एन्ड विभर्स अलि युनिक देखिएको छ, स्पिनर्स एन्ड विभर्स सर्च गर्छौँ। क्वेसन नम्बर 2 को आन्सर यहाँनिर भेटेको थियौँ। क्वेसन नम्बर 2 को लागि तलपट्टि हेर्दै जाने भने स्पिनर्स विभर्स भनेर यहाँनिर आएको छ। अनि क्वेसन नम्बर 3 हेरौँ है एकचोटि। स्पिनर्स एन्ड विभर्स वर्कड एट होम एन्ड इन, स्पिनर्स विभर्स एन्ड डायर्स, होम्स यहाँ रहेछ। द वर्क पर्फर्मड इन स्मल वर्कसप्स और इभन होम्स बाई इन्डिभिजुअल स्पिनर्स विभर्स भनेर भनिरहेको छ। सो उनीहरूले कहाँ काम गर्दो रहेछन् त, क्वेसनले भने जस्तै वर्कड एट होम्स एन्ड वर्कसप्स। हाम्रो आन्सर हुन्छ वर्कसप्स। क्वेसन नम्बर 4, विभर्स र स्पिनर्स भनेको क्लथ रिलेटेड हो, त्यही भएर हामीले यहाँनिर स्पिनिङ जेनी र पावर लुमलाई सर्च गर्छौँ। यहाँबाट तल हेर्दै जाउँ, स्पिनिङ जेनी र पावर लुम कहाँ होला होइन। क्वेसन नम्बर 3 को आन्सर यहाँ थियो, 4 को लागि हामी यहाँभन्दा तल जान्छौँ। पावर लुम, स्पिनिङ जेनी, पावर लुम यहाँ छ, स्पिनिङ जेनी यहाँ छ, क्वेसनको जस्तै। नट एज मच ब्ल्याङ्क वाज निडेड, केही कुरा त्यति धेरै चाहिँदैन भन्छ। केही कुरा त्यति धेरै चाहिँदैन भने यहाँनिर के कुरा त्यति धेरै चाहिँदैन त, लिटल लेबर वाज रिक्वायर्ड, केही कुरा त्यति धेरै चाहिँदैन भनेको छ, अथवा यहाँनिर लेबर थोरै चाहिन्छ भनेको छ। धेरै नहुनु भनेको थोरै हुनु। हाम्रो क्वेसन नम्बर 4 को आन्सर हुन्छ लेबर।
क्वेसन नम्बर 5 क्वेसन नम्बर 5 को लागि स्मेल्टिङ आयरन ओर विथ कोक भनेर सर्च गर्छु मैले। क्वेसन नम्बर 5 को लागि यहाँबाट हामी तल आउँदै गर्छौँ, स्मेल्टिङ आयरन र कोक सर्च गर्छौँ। स्मेल्टिङ अफ आयरन ओर विथ कोक भनेर भनेको छ। ओके, क्वेसन नम्बर 5 फेरि पढेर हेरौँ। स्मेल्टिङ अफ आयरन ओर विथ कोक रिजल्टेड इन मेटेरियल द्याट वाज बेटर भनेर भनेको छ। सो आयरन ओरलाई कोकसँग स्मेल्ट गर्ने हो भने मेटेरियल बन्दैछ होइन, मेटेरियल रिजल्ट हुँदैछ जुन चाहिँ राम्रो के होला त भनेर सोधेको छ। यहाँनिर गएर हेर्ने हो भने चिफ एमङ द न्यू टेक्निक्स वाज द स्मेल्टिङ अफ आयरन ओर विथ कोक instead of the traditional charcoal. This method was cheaper and produced metal that were of higher quality. So के छ त बेटर अथवा हायर? आन्सर जाने भयो क्वालिटी। क्वेसन नम्बर 6 डिमान्ड फर आयरन इन्क्रिज्ड भनेर भनेको छ। हामीहरू 5 को आन्सर यहाँ पाएका थियौँ। अब यसको तल पढ्दै जाउँ। डिमान्ड फर आयरनको कुरा कहाँ आउँछ? डिमान्ड यहाँ छ होइन। इनेबलिङ आयरन प्रोडक्सन टु एक्सपान्ड भनेर भनेको छ। यहाँनिर आयरनकै ग्रोथ डिमान्डको बारेमा कुरा हो। विथ द ग्रोथ अफ द के कुरा ग्रोथ हुँदैछ। यहाँनिर नेपोलियनिक वारले गर्दाखेरि आयरनको डिमान्ड भएको छ भन्छ, तर नेपोलियनिक वार क्वेसनले जस्तै ग्रोथ भएको छ भनेर भन्दैन है। ग्रोथको कुरा आएको छैन। नेपोलियनिक वार भयो भन्छ तर ग्रोथ भएको छैन, त्योसँग म्याच छैन। एट द सेम टाइम हाम्रो आन्सर 1 वर्ड ओन्ली छ। नेपोलियनिक वार्स 2टा वर्ड हो अनि यो नेपोलियनिक वार्स नै लेख्नुपर्छ। तर ग्रोथसँग म्याच हुने भने यहाँनिर तल एक्सपान्सन छ। एक्सपान्सन के को भइरहेछ त? रेलवेजको भएको रहेछ। सो द ग्रोथ अफ द रेलवेज। क्वेसन नम्बर 7 हामीहरू क्वेसन नम्बर 7मा स्पेसली के हेर्दैछौँ? न्यू सिटिजहरू क्राउडको कुरा, डटको कुराहरू हेर्दैछौँ है। अब यहाँबाट तल 6 भन्दा 6 को आन्सर यहाँ भयो भने 7 को आन्सर यता तल हेर्दै जान्छौँ भने सिटिज, क्राउड अनि डटको कुरा कहाँ आउला त? कम्युनिकेसन, ओभर क्राउडेड सिटिज, पल्युसन, डटको कुरा त्यहाँ भयो होइन। डटीको कुरा त्यहाँ भयो। क्वेसन नम्बर 7 एन्ड ल्याक्ड सफिसियन्ट के कुरा इनफ थिएन भन्छ। इनफ नहुनु भनेको इनएडिक्वेट हो। इनएडिक्वेट के रहेछ त? स्यानिटेसन। सो के कुरा इनफ थिएन? स्यानिटेसन। क्वेसन नम्बर 8 to 13 ट्रु फल्स नट गिभन। ट्रु भनेको कुरा यताको इन्फर्मेसन उताको इन्फर्मेसनसँग म्याच हुनुपर्छ। फल्स भनेको यताको इन्फर्मेसन उताको इन्फर्मेसनसँग म्याच हुनुपर्छ। नट गिभन भनेको कुरा यताको कुरा उतातिर म्याच गर्नलाई केही पनि हुँदैन। न त म्याच हुन्छ न त कन्ट्राडिक्सन हुन्छ। यदि बुझ्नु हुँदैन भने मैले भर्खरै प्र्याक्टिकल्ली गरेर देखाउने छु के कुरा हो, थाहा पाउनुहुन्छ। क्वेसन नम्बर 8 ब्रिटिस कनाल नेटवर्क भनेर भनेछ। गुड्स ट्रान्सपोर्टको कुरा आएको छ। मलाई एक्ज्याक्टली कहाँनिर छ त्यो थाहा छैन, तर मलाई के थाहा छ त भन्दा स्मेल्टिङ आयरन ओर विथ कोक 2nd पेजको 1st प्याराग्राफमा छ है। यदि मैले यो पनि त्यस्तो युनिक नभएको भए मैले यहाँबाट विलियम कोक एन्ड चार्ल्स व्हिटस्टोन लिन्थेँ। विलियम कोक र चार्ल्स व्हिटस्टोन 2nd पेजको 2nd प्याराग्राफमा छ भने मैले अब जस्तो 10 यहाँ हुन्छ भने 9 को लागि यसको माथि जानु पर्थ्यो अनि 8 को लागि 9 भन्दा माथि जानु पर्थ्यो। 9 अभियसली यहाँ यो प्याराग्राफमा छ। 8 को लागि हामी माथि जाँदैछौँ। हामी अहिले कनाल र ट्रान्सपोर्टेसनको कुरा हेर्नेछौँ। यहाँनिर विभिङ र स्पिनिङको बारेमा छ। कनालको कुरा यहाँ रहेछ, ट्रान्सपोर्टेसनको कुरा यहाँ रहेछ। सो यो प्याराग्राफमा हाम्रो क्वेसन नम्बर 8 को आन्सर छ कि त छैन भने नट गिभन। क्वेसन नम्बर 8 पढेर हेरौँ पहिला। ब्रिटिस कनाल नेटवर्क ग्रू ऱ्यापिडली सो द्याट गुड्स कुड बी ट्रान्सपोर्टेड अराउन्ड द कन्ट्री भनेर भनेको छ।
के छ त ब्रिटिस कनाल नेटवर्क किन प्रड्युस गरेको छ त भन्दाखेरि उनीहरूलाई सामान ट्रान्सपोर्ट गर्नुपर्ने थियो, त्यही भएर रहेछ। लेट्स लुक एट द प्यासेज। यहाँनिर आएर के भनेको छ भन्दा ब्रिटिस कनालहरू गुड्स ट्रान्सपोर्ट गर्नलाई युज गरिएको छ भनेर भनेको छ। तर क्वेसनले त्यो सोधेको होइन, क्वेसनले सोधेको ब्रिटिस कनाल ग्रो गराउनुको कारण है, ग्रो गराउनुको कारण ट्रान्सपोर्टेसनमा हेल्प गर्नलाई थियो भनेर भनेको थियो। तर यता आएर कनालहरू किन ग्रो गर्यो कि गरेन केही कुरा पनि आएको छैन। भन्नुको अर्थ जुन यो नेटवर्क ग्रो ऱ्यापिडली सो द्याट भनेर जुन इन्फर्मेसन आएको छ, यता आउँदाखेरि त्यसलाई चेक गर्नलाई हामीसँग केही पनि इन्फर्मेसन छैन। सो हामीले यसलाई इजिली के लेख्न सक्यौँ त, नट गिभन। भन्नुको अर्थ प्यासेजमा कनाल नेटवर्क ग्रो हुनुको रिजन दिएको छैन, तर क्वेसनले कनाल नेटवर्क ग्रो हुनुको रिजन ट्रान्सपोर्टेसन हो भनेर भन्छ। त्यो हामीलाई चेक गर्नलाई ठाउँ भएन, नट गिभन। क्वेसन नम्बर 9 अघि नै भने जस्तै स्मेल्टिङ आइरन ओर विथ कोक हाम्रो कहाँ छ, सेकेन्ड पेजको फर्स्ट प्याराग्राफमा होइन, स्मेल्टिङ आइरन ओर विथ कोक। लेट्स लुक एट द क्वेसन। कस्ट इन द इन्डस्ट्री रोज, कस्ट रोज वेन द टेक्निक अफ स्मेल्टिङ आइरन ओर विथ कोक वाज इन्ट्रोड्युस। भन्नुको अर्थ यो टेक्निक आउने बित्तिकै खर्च बढ्यो भनेर भनिरहेको छ। दिस मेथड वाज चिपर एन्ड प्रड्युस हायर क्वालिटी। त्यो मतलब भएन, क्वालिटीको लागि मतलब भएन। हामीलाई के भन्छ त, स्मेल्टिङ आइरन ओर विथ कोक चाहिँ के रहेछ, चिपर रहेछ। यसले भन्छ कस्ट मोर। दे आर टु डिफ्रेन्ट थिङ्स होइन। यहाँनिर कन्ट्राडिक्सन हुँदैछ, सो हाम्रो आन्सर फल्स। अघि नै देखाए जस्तै क्वेसन नम्बर 10 को की फ्रेज सेकेन्ड पेज सेकेन्ड प्याराग्राफमा छ। लेट्स लुक एट द क्वेसन। स्यामुअल मुर्स कम्युनिकेसन सिस्टम वाज मोर रिलायबल देन द्याट डेभलप्ड बाई। ओके, यो स्यामुअल मुरले बनाएको कम्युनिकेसन सिस्टम चाहिँ अरूले बनाएको भन्दा रिलायबल थियो भनेर भनेको छ। लेट्स सर्च फर स्यामुअल मुर। स्यामुअल मुर यहाँ पढेर हेरौँ। ओके, यिनीहरूले के भनेछ त, ब्रिटेनमा विलियम कुक र चार्ल्स विटस्टोनले टेलिग्राफीको सिस्टमलाई प्याटेन्ट गरेका छन्। स्यामुअल मोर्स र अरूहरूले भने युएसमा आफ्नै भर्जनको टेलिग्राफ मेसिनकोमा काम गर्दैछन्। तर केही पनि क्वेसनले सोधे जस्तै रिलायबिलिटीको कम्पेरिजन होइन, जस्तो स्यामुअल मोर्सको सिस्टम यो विलियम र चार्ल्सको भन्दा मोर रिलायबल छ भन्ने कुरा प्यासेजमा त्यो कम्पेरिजन नै छैन। हामीलाई थाहा छैन यो दुईटा सिस्टमहरू इक्वल्ली रिलायबल छन् कि कुन चाहिँ धेरै छ कुन चाहिँ थोरै छ, हामीलाई थाहा छैन भन्नुको अर्थ नट गिभन। क्वेसन नम्बर 11 इकोनोमिक बेनिफिट लिँदा भयो, इन्डस्ट्रियलाइजेसन लिँदैन, यो हेडिङमै छ। त्यति युनिक कुरा होइन इकोनोमिक बेनिफिट, किनभने इन्डस्ट्रियलाइजेसन भनेको इकोनोमीसँगै एकदमै रिलेटेड कुरा हो। तर यहाँनिर आएर के भन्छ, सर्टेन सेक्टर्स अफ सोसाइटी भनेको छ, त्यो भने युनिक कुरा हो। समाजको कुरा अहिलेसम्म आएको छैन। हामी अहिले भर्खरै क्वेसन नम्बर 10 को आन्सर यहाँ भेट्यौँ। यहाँबाट तल हेर्दै जाउँ 11 को लागि। यहाँनिर माइग्रेसनको कुरा आएको छ, यहाँनिर इकोनोमिक आउटपुटको कुरा आयो, यहाँनिर क्लासको कुरा आएको छ। क्लासको कुरा आउने बित्तिकै हामी सेक्टर्स अफ सोसाइटीमा जाने भयौँ। लेट्स लुक एट द क्वेसन। द इकोनोमिक बेनिफिट्स अफ इन्डस्ट्रियलाइजेसन वेयर लिमिटेड टु सर्टेन सेक्टर्स अफ सोसाइटी। यसको मिनिङ के होला? यसले के भन्छ भन्दाखेरि सोसाइटीमा अथवा समाजमा भएको कोहीले है, सबैले होइन, कोहीले मात्र फाइदा पाइरहेको छन् भन्छ होइन, आर्थिक फाइदा पाइरहेको छन् भन्छ होइन। समाजमा कोहीले मात्र, सबैले होइन, कोहीले मात्र आर्थिक फाइदा पाइरहेको छन् भन्छ। यो कुरा यहाँ आएर कम्पेयर गरेर हेरौँ। हामी अहिले इकोनोमिक बेनिफिट अनि सर्टेन सेक्टर्स अफ सोसाइटी पनि यहाँ भेटेको छौँ। यो पढेर हेर्नुहोस् त के होला आन्सर। यसको आन्सर ट्रु हो है। यहाँनिर के भन्छ त, इकोनोमिक आउटपुट ओभरअल एन्ड इम्प्रुभड
द स्ट्यान्डर्ड अफ लिभिङ फर द मिडल एन्ड अप्पर क्लास भन्नुको अर्थ मिडल र अप्पर क्लासको स्ट्यान्डर्ड अफ लिभिङ राम्रो भयो अरे, उनीहरूको फाइदा पाउँदैछन् उनीहरूले। मेनी पुवर पिपल कन्टिन्यू टु स्ट्रगल भनेपछि गरिबहरूलाई चाहिँ फाइदा छैन। क्वेसन नम्बर 11ले भनेको एक्ज्याक्टली त्यही हो। समाजमा कसैले फाइदा पाइरहेको छन् इन्डस्ट्रियलाइजेसनबाट, कसैले भने पाइरहेको छैनन्। हाम्रो आन्सर हुन्छ ट्रु, किन भन्दा प्यासेज र क्वेसनको इन्फर्मेसन एक्ज्याक्टली म्याच भइरहेको छ। क्वेसन नम्बर 12, सम स्किल्ड विभर्स अनि टेक्सटाइल मेसिन्स। मैले जब लसेस भने सर्च गर्दैन है। टेक्सटाइल मेसिन्स अलिकति अलिकति भने टेक्सटाइल मेसिन्स फिजिकल भयो। मैले अघि नै भने जस्तै कि फ्रेज लिँदाखेरि जहिले पनि नाउनलाई के गर्नुहोस् त भन्दाखेरि एब्स्ट्र्याक्ट नाउन नलिनुहोस् है। एब्स्ट्र्याक्ट नाउन लिनुको सट्टा कस्तो लिने त, जुन कुरालाई खोज्न प्यासेजमा सजिलो हुन्छ त्यो कुरालाई की फ्रेजले धेरै नै सजिलो हुन्छ यो क्वेसन सल्भ गर्न। क्वेसन नम्बर 12 हामीलाई थाहा छैन एक्ज्याक्टली के हो यसको मिनिङ। सिम्पली हामीले के सर्च गर्दैछौँ, स्किल्ड विभर्स अनि न्यू टेक्सटाइल मेसिन्स। मेकनाइज्ड लुम्स एन्ड निटिङ फ्रेम्स, न्यू टेक्सटाइल मेसिन्स हुने भयो। इन्क्रिज्ड युज अफले चाहिँ न्यू टेक्सटाइल मेसिन्सलाई पोइन्ट गर्छ। स्किल्ड विभर्स, ब्रिटिस विभर्स एन्ड टेक्सटाइल वर्कर्स चाहिँ स्किल्ड विभर्ससँग म्याच हुने भयो। सो क्वेसन नम्बर 12ले के भन्दो रहेछ त, सम स्किल्ड विभर्स बिलिभ द्याट द इन्ट्रोडक्सन अफ द न्यू टेक्सटाइल मेसिन्स वुड लिड टु जब लसेस। भन्नुको अर्थ यदि मेसिन आयो भने काम गर्ने मान्छेले जागिर पाउँदैनन् अथवा आफ्नो जागिरबाट जागिर गुमाउँछन् भन्ने कुरा आयो। लेट्स लुक एट द प्यासेज। They feared unskilled machine operators were robbing them of their livelihood. Robbing them of their livelihood भनेको जब लस हुनु हो। दे भनेको स्किल्ड विभर्स, अनस्किल्ड मसिन अपरेटर्स भनेको मेसिनमा आएर काम गर्ने मान्छेहरूले गर्दाखेरि विभर्सहरूको के हुने भयो, जब लस हुने भयो भन्ने कुरा आएको छ। यो दुईटै कुराहरू सेम हुन्, त्यही भएर आन्सर ट्रु। क्वेसन नम्बर 13 मा लडाइट्स र हडर्सफिल्ड छ। तर लडाइट्स भने हाम्रो 12 भन्दा माथि नै आइसकेको छ। सो मैले हडर्सफिल्ड सर्च गर्छु। हडर्सफिल्डको लागि हामी तल हेर्दै जान्छौँ। हडर्सफिल्ड यहाँ रहेछ। लुक एट द क्वेसन नम्बर 13। देयर वाज सम सिम्प्याथी एमङ लोकल पिपल फर लडाइट्स वेयर एरेस्टेड नियर हडर्सफिल्ड भनेर भनेको छ। भन्नुको अर्थ हडर्सफिल्डमा जुन लडाइट्सहरूलाई एरेस्ट गरियो, लोकल मान्छेहरूले उनीहरूलाई सिम्पेथी देखाइरहेको थिए भनेर भन्छ। लेट्स सी। लडाइट्स वर शट ड्युरिङ द अट्याक एन्ड हडर्सफिल्ड इन द डेज दैट फलोड अदर लडाइट्स वर एरेस्टेड। यहाँनिर क्वेसनले भने जस्तै लडाइट्स वर एरेस्टेड म्याच भयो। तर कोही प्यासेजमा क्वेसनले भने जस्तै सिम्पेथी एमङ द लोकल पिपल, त्योसँग रिलेटेड केही पनि इन्फर्मेसन छैन। त्यही भएर हाम्रो आन्सर हुन्छ नट गिभन। द्याट इज द एन्ड अफ दिस भिडियो। मैले गर्ने तरिका यही नै हो। मैले मेरो स्टुडेन्टहरूलाई नि यही नै सिकाउँछु। तर सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको तपाईँहरूले प्यासेज बुझ्ने कोसिस नगर्नुहोस्, जहिले पनि क्वेसन बुझ्ने कोसिस गर्नुहोस्। क्वेसनमा भएको इन्फर्मेसन प्यासेजमा हुनै पर्छ भने प्यासेजमा भएको इन्फर्मेसन क्वेसनमा नहुन सक्छ म्याच गर्नको लागि। अनि त्यो नै हजुरहरूको स्टार्टिङ पोइन्ट हुन्छ। अगेन प्यासेज होइन बुझ्ने, क्वेसन हो। कहिले पनि क्वेसनको आन्सर खोज्दाखेरि कन्फ्युज हुनुभयो भने प्यासेज पढेको गरेर हुँदैन। क्वेसन नै पढ्नुपर्छ। क्वेसनमा तपाईँहरूले केही न केही छुटाउनु भयो कि भन्ने प्रोबेबिलिटी लिएर गर्नुपर्छ। आई हेभ बिन डुइङ दिस फर 4 years। अनि मलाई जहिले पनि कन्फ्युजन हुन्छ, म अझै पनि सधैँ गएर क्वेसन नै हेर्छु। अनि क्वेसन हेरिसकेपछि हामीले एक्ज्याक्ट डाइरेक्सन थाहा पाउँछौँ, कतातिर जानुपर्छ, कस्तो खालको इन्फर्मेसन क्वेसनले खोज्दैछ, अनि एकदम क्लियर हुन्छ है। होपफुल्ली दिस हेल्प्स। इफ इट डज हेल्प प्लिज लाइक एन्ड सब्सक्राइब है। द्याट विल हेल्प मी अलट। एन्ड थ्याङ्क यू फर वाचिङ।